मध्यरातमा इमर्जेन्सी पर्दा तपाईँ 100 डायल गर्नुहुन्छ अनि घण्टी बज्छ। तर त्यो घण्टी बज्नुभन्दा अगाडिको ठ्याक्कै 1 मिलिसेकेन्डमा के हुन्छ कहिले सोच्नु भएको छ? यो कुनै साधारण फोन कल होइन, यो त एउटा मान्छेको ज्यान बचाउने अत्यन्तै फास्ट डिजिटल रेसको सुरुवात हो। आजको यो विश्लेषणमा हामी नेपाल प्रहरीको 100 नम्बरको पछाडि लुकेको त्यही जादुगरी प्रविधिको चिरफार गर्दैछौँ। अब तपाईलाई लाग्दो हो देशभरि जताबाट 100 डायल गरे पनि फोन त सिधै काठमाडौँको एउटा ठूलो हलमा पुग्छ होला, जहाँ हजारौं अपरेटरहरू फोन उठाएर बसिरहेका हुन्छन्। तर होल्ड अन, यदि त्यसो हो भने हुम्लाबाट गरेको कल काठमाडौँमा किन बज्दैन त? यो एउटा एकदमै कमन भ्रम हो। रियालिटीमा यो सिस्टम हामीले सोचेभन्दा धेरै एडभान्स्ड र पुरै डिसेन्ट्रलाइज्ड छ। ठ्याक्कै त्यहीबाट सुरु हुन्छ एउटा अदृश्य डिजिटल घडीको टिकटिक 000001। तपाईको औँलाले स्क्रिन छुने बित्तिकै एउटा टाइमर अन भइसक्छ। यहाँ हरेक सेकेन्डले कमान्ड सेन्टरको स्पिड डिसाइड गर्छ। नो ढिलो सुस्ती, नो एक्सक्युज। यो एकदमै हाइटेक र हाई स्टेक्स सिचुएसन हो। सुक्खा प्राविधिक कुरा नगरौँ, लोकेसन बेस्ड राउटिङलाई एउटा सिम्पल तरिकाले बुझौँ। हाम्रा वरपर भएका टेलिकम टावरहरूलाई एउटा स्मार्ट डिजिटल बाउन्सर जस्तै सम्झिनुहोस्। जब फोनको सिग्नल टावरमा ठोक्किन्छ, त्यो बाउन्सरले तुरन्तै तपाईको आइडी र एड्रेस चेक गर्छ अनि 1 सेकेन्ड पनि खेर नफालिकन त्यो सिग्नललाई ठ्याक्कै त्यही जिल्लाको प्रहरी कन्ट्रोल रुममा फालिदिन्छ। यो प्रोसेस सुन्दा जति फास्ट छ नि, काम पनि त्यस्तै 3वटा सिम्पल स्टेपमा हुन्छ। पहिलो, डिभाइसबाट 100 डायल भयो। दोस्रो, सिग्नल हावाको गतिमा नजिकैको एनटिसी वा एनसेल टावरमा पुग्यो। र तेस्रो, त्यहाँबाट सिधै तपाईको आफ्नै जिल्लाको प्रहरी कार्यालयमा कनेक्ट भयो। यो स्पिड साँच्चै नै माइन्ड ब्लोइङ छ क्या। नेपालको टेलिकम इन्फ्रास्ट्रक्चर र पुलिसको आइटी सिस्टमले कसरी मिलिसेकेन्डमै हात मिलाउँछन् भन्ने यो पर्फेक्ट एक्जाम्पल हो। यो अदृश्य डिजिटल यात्रापछि कल अन्ततः कहाँ पुग्छ त? अनलाइन खबरको एउटा रिपोर्टमा ठ्याक्कै भनिएको छ 24 घण्टे ब्युजी रहने कन्ट्रोल रुम, जसले तत्काल एक्सन लिन्छ। अब हामी ती अदृश्य तरङ्गहरूको संसारबाट बाहिर निस्केर सिधै कन्ट्रोल रुमको त्यो भौतिक संसारमा जाँदैछौँ, जहाँ यो प्रविधि र रियल पुलिस अफिसरहरूको आम्ने सामने हुन्छ। त्यो डेटा म्याट्रिक्सभित्रको माहौल कुनै हलिउडको साइफाई मुभीको सिन जस्तै लाग्छ, तर यो नेपालमै हरेक दिन भइरहेको यथार्थ हो। 24 घण्टा लाइभ अपरेसन चलिरहेको हुन्छ। अपरेटरहरू ठूला ठूला चम्किला मोनिटर अगाडि हुन्छन्। कल आउने बित्तिकै सफ्टवेयरले स्क्रिनको डिजिटल म्यापमा ठ्याक्कै तपाईको लोकेसन पोइन्ट आउट गर्छ अनि अपरेटरले म्याप हेरेर घटनास्थलको सबैभन्दा नजिक गस्ती गरिरहेको पुलिस भ्यान अर्थात् सीआरभीलाई रेडियोबाट तुरन्तै मुभ हुन अर्डर दिइहाल्छन्। तर एकछिन पक्नुस् है, यो सिस्टम 100% पर्फेक्ट त पक्कै छैन होला। के हुन्छ जब यो डिजिटल जालो अलिकति अल्झिन्छ? मानौ तपाईँ ठ्याक्कै काठमाडौँ र ललितपुरको बोर्डरमा उभिएर 100 डायल गर्दै हुनुहुन्छ। अब त्यो सिग्नल कुन जिल्लाको टावरले तान्छ त? हो, ठ्याक्कै यहीँनिर आउँछ ओभरल्याप ग्लिच। सहरको बीचबाट कल गर्दा त लोकल अफिसमा क्लिन लक हुन्छ, नो प्रब्लम। तर बोर्डरमा हुँदा तपाईको सिग्नल गलत टावरमा ठोकिएर ललितपुरको कल काठमाडौँमा बज्न सक्छ। तर सिस्टम यति स्मार्ट छ कि यसले यस्ता सीमा पारका ग्लिचहरूलाई चिन्छ र कल नकाटिकन भित्रभित्रै 1 सेकेन्डमै सही जिल्लामा ट्रान्सफर गरिदिन्छ। लाइफलाइन टुट्न दिँदैन क्या यसले। तर यस्तो खतरा र फास्ट सिस्टम हुँदाहुँदै पनि काठमाडौँ उपत्यका प्रहरी कार्यालयभित्र एउटा मौन सङ्कट चलिरहेको छ। यो उच्च गतिको प्रणालीले अहिले कुनै प्राविधिक होइन, बरु हामी मान्छेले नै खडा गरेको एउटा ठूलो अवरोधसँग लडिरहेको छ। यो एकदमै गम्भीर कुरा हो। हजारौं, सुन्नुभयो? हो, हजारौं। गोरखापत्र र कान्तिपुर जस्ता राष्ट्रिय दैनिकहरूको रिपोर्ट अनुसार हरेक दिन 100 नम्बरमा हजारौं मिस्ड कल र प्राङ्क कलहरू आउँछन्। सोच्यौं त, हजारौं कलहरू जसको पछाडि कुनै वास्तविक इमर्जेन्सी छैन, मात्र टाइम पास चलिरहेको छ। यसको रियल वर्ल्ड इम्प्याक्ट एकदमै डरलाग्दो छ। एकातिर साँच्चीकै इमर्जेन्सीमा परेका कलहरू हुन्छन् जसले तुरन्तै पुलिस पठाएर ज्यान बचाउन मद्दत गर्छन्। तर अर्कोतिर ती जिस्काउने कलहरूले पुरै सिस्टमलाई ओभरलोड गर्छन् र पुलिसको रिस्पोन्स टाइम ढिलो बनाइदिन्छन्। एउटा सामान्य मजाक जस्तो लाग्ने कल वास्तवमा कसैको जीवन र मृत्युको सवालमा ठूलो डिजिटल तगारो बनिरहेको हुन्छ। त्यसैले अन्त्यमा हामी यो गम्भीर प्रश्नमा आइपुग्छौँ। जब एउटा सेकेन्डको भ्यालु छ, के एउटा प्राङ्क कल केवल मजाक मात्र हो त? पक्कै होइन। यो त सिधै सम्पूर्ण देशको लाइफलाइनमाथिको खेलवाड हो।
आजको यो चर्चाले प्राविधिक चमत्कार मात्र होइन, हाम्रो आफ्नो सिभिक ड्युटी पनि सम्झाएको छ। नेक्स्ट टाइम जब लाइन व्यस्त हुन्छ, यो याद राख्नुहोस्, कतै कसैको मजाकले गर्दा अर्को कसैको अमूल्य समय त खेर गइरहेको छैन।